निजगढ 1 नम्बर वडा कार्यालयले घर घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण कार्य सुरु गरेको छ। वडाभित्रका शारीरिक रूपमा अशक्त अपाङ्ग भएका र बैंकसम्म पुगेर सामाजिक सुरक्षा भत्ता ग्रहण गर्न नसक्ने लाभग्राहीहरूको समस्यालाई समाधान गरी सेवा प्रवाह गर्ने उद्देश्यले बैंक संघको सहकार्यमा घर घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरिएको हो। वडा कार्यालयले घर घरमै सामाजिक सुरक्षा भत्ता वितरण गरेपछि आफूहरूलाई 10 देखि 12 किलोमिटर टाढा बैंकसम्म पुगेर घण्टौं लाइन लागेर भत्ता ग्रहण गर्नुपर्ने बाध्यता हटेको भन्दै खुसियाली व्यक्त गरेका छन्। वडा कार्यालयले नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेड निजगढ शाखा मार्फत घरमै पुगेर लाभग्राहीहरूलाई सेवा प्रदान गरेको हो।